ल है आज विकास हाइड्रो पावरको भर्खरै खुलेको आइपिओ बारे अलिकति कुरा गरौँ न। हुन्छ, गरौँ। यसको केही जानकारीहरू पनि आएको छ हैन त? हो, एउटा विश्लेषण सामग्रीबाट लिएको। अब मुख्य चासो त के छ भने यसमा लगानी गर्नु ठिक होला कि नहोला। त्यही त, सबैको चासो त्यसमै हुन्छ। जानकारी अनुसार निष्कासन तथा बिक्री प्रबन्धक चाहिँ प्रभु क्यापिटल रहेछ। अनि आवेदन दिने समय आषाढ 18 देखि 22 सम्म तोकिएको छ। समय त नजिकै आइसक्यो। हो, अब यहाँनेरि केही आर्थिक परिसूचकहरू छन् के, जस्तो प्रति शेयर आम्दानी इपीएस भन्छौ नि, त्यो जम्मा 1.55 रुपियाँ मात्रै। 1.55 त्यो त अलि निकै नै कम देखियो है। हो नि। अनि अर्को प्रति शेयर नेटवर्थ, त्यो चाहिँ 97.43 रुपियाँ छ। 97.43, त्यो त 100 को अङ्कित मूल्य भन्दा पनि कम भयो। त्यही त, मलाई पनि त्यही अलि अनौठो लाग्यो। पहिलो नजरमा यी अङ्कहरूले के भन्छन् होला? खै, सुरु गरौँ त्यो इपीएसबाटै है। 1.55 भनेको त हेर्नुस् न, कम्पनीले हरेक शेयरबाट एकदमै थोरै कमाइरहेको छ। यसले के देखाउँछ भने अहिलेको अवस्थामा मुनाफा खासै छैन। अब मुनाफा नभएपछि भविष्यमा व्यवसाय बढाउन वा ऋण तिर्न पनि गाह्रो पर्न सक्छ नि। हो, त्यो त हो। अनि तपाईँले भन्नुभएको त्यो नेटवर्थ 97.43 हुनु चाहिँ त्यो झनै विचार गर्नुपर्ने कुरा हो। किन होला त्यो चाहिँ? 100 भन्दा कम हुनुले के फरक पार्छ र? नेटवर्थ भनेको त कम्पनीको आफ्नो पुँजी भयो होइन, प्रति शेयर। अब त्यो 100 रुपियाँ जुन सुरुमा लगानी गरेको हुन्छ त्यो भन्दा पनि कम हुनु भनेको त कि त कम्पनीको सम्पत्ति नै कम भयो, कि त ऋण धेरै भएर खुद सम्पत्ति घट्यो। लगानीकर्ताको सुरुको पैसा नै अहिले कम देखियो क्या। बुझेँ। भनेपछि कम नाफा अनि शेयरको वास्तविक मूल्य अङ्कित मूल्य भन्दा पनि कम। ल अब यसमा अर्को एउटा कुरा पनि रहेछ, क्रेडिट रेटिङ। रेटिङको कुरा पनि छ। हो, स्रोतले बीबीबी माइनस रेटिङ पाएको भनेको छ। अब यो बीबीबी माइनस भनेको के हो त? राम्रो हो कि नराम्रो? बीबीबी माइनस रेटिङलाई इन्भेस्टमेन्ट ग्रेड नै मानिन्छ, तर यो त्यो ग्रेडको सबैभन्दा तल्लो तह हो के? सबैभन्दा मुनि हो। यसले के सङ्केत गर्छ भने कम्पनीले आफ्नो ऋण तिर्न सक्ने क्षमता त्यो मध्यम स्तरको छ। मध्यम स्तरको। तर आर्थिक अवस्था अलिकति तलमाथि भयो भने जोखिम बढ्न सक्छ। एडुक्वेट सेफ्टी भन्छन्, तर एडभर्स इकोनोमिक कन्डिसनले असर गर्न सक्ने खालको। भनेपछि रेटिङ ठिकै भए पनि ढुक्कै हुने खालको चाहिँ होइन रहेछ। ठ्याक्कै। अझ हामीले अघिको इपीएस र नेटवर्थसँग जोडेर हेर्दा हैन, हो नि, त्यो सबैले अलि सोच्नुपर्ने बनाउँछ। के जलविद्युत क्षेत्रका नयाँ कम्पनीहरूमा यस्तो देखिनु सामान्य नै हो त, कि यो विकास हाइड्रो पावरमै अलि बढी चिन्ता गर्नुपर्ने हो? हेर्नुस्, जलविद्युत आयोजना बन्न समय लाग्छ। सुरुका वर्षमा प्रतिफल कम देखिनु त्यो अस्वाभाविक होइन। तर यहाँ इपीएस एकदमै न्यून हुनु अनि नेटवर्थ पनि 100 भन्दा तल जानु, फेरि रेटिङ पनि भर्खरै इन्भेस्टमेन्ट ग्रेडको तल्लो तहमा हुनु, यी सबै कुरा एकै ठाउँमा राखेर हेर्दा चाहिँ लगानीकर्ताले अलि चनाखो हुनैपर्छ जस्तो लाग्छ मलाई। यी सूचकहरूले कम्पनीको अहिलेको वित्तीय स्वास्थ्य र जोखिम वहन गर्ने क्षमतामा केही प्रश्नहरू त पक्कै उठाउँछन्। त्यसो भए यी सबै जानकारीलाई एकै ठाउँमा राखेर हेर्दा के देखियो त? आषाढ 18 देखि 22 सम्म आइपिओ भर्ने समय छ प्रभु क्यापिटल म्यानेजर। तर कमाई एकदमै कम होइन, 1.55 प्रति शेयर हो। अनि नेटवर्थ पनि अङ्कित मूल्य भन्दा तल 97.43। अनि रेटिङ पनि मध्यम खालको बीबीबी माइनस हो। यसले त अलि मिश्रित तस्बिर देखायो नि है। एकदमै। यी अङ्कहरूले तत्कालको अवस्थाको एउटा झलक मात्र दिन्छन्। अब त्यो स्रोतमा कम्पनीको भविष्यका योजनाबारे पनि केही कुरा होला। तर कुनै पनि निर्णय लिनु अघि यी अहिलेका वित्तीय सूचकहरूले जुन प्रश्न उठाएका छन् नि, त्यसको जवाफ खोज्नु एकदम महत्त्वपूर्ण हुन्छ। जस्तै कि कम्पनीको दीर्घकालीन सम्भावना कस्तो छ, व्यवस्थापन कस्तो छ, अनि समग्र जलविद्युत क्षेत्रको अवस्था कस्तो छ, यी सबै हेर्नुपर्छ। हो, यो विश्लेषणले एउटा आधार त दियो। अब लगानीकर्ताले थप के कुरामा ध्यान दिनु पर्ला त? के प्रश्न सोध्नु पर्ला? मेरो विचारमा नि यी प्रारम्भिक अङ्क र रेटिङ हेरिसकेपछि अझ गहिरिएर केही कुरा खोज्नुपर्छ। जस्तो कि कम्पनीको आम्दानी यति कम हुनुको खास कारण के हो, अनि भविष्यमा यो कसरी बढ्छ भन्ने योजना के छ, अनि त्यो नेटवर्थ 100 भन्दा तल किन गयो,
सम्पत्ति मूल्याङ्कन मिलेन कि ऋण धेरै भयो त्यो स्पष्ट हुनु पर्यो। ठीक छ। अनि यो BBB रेटिङले भविष्यमा अरू आयोजना बनाउन वा ऋण लिन कस्तो असर पार्छ, यी कुराहरूमा अलि स्पष्ट नभइकन लगानी गर्दा हतार हुन सक्छ कि।